पहाड तराईको होली सकिसक्यो हामी पराईको चाहिँ आज होली हुँदैछ सो साथीहरु उतै हेर त उ हिँडिरहेछ हैन भाइ हैन यो हेलो एभ्रीवन वेलकम ब्याक टु माई च्यानल हजुरहरुलाई आज पनि मेरो ब्लगमा स्वागत छ सो फर्स्ट अफ अल वेलकम टु अगेन माई ब्लग अनिशा थ्यांक यू सो मच आज चाहिँ हाम्रो छुट्टी अनि हामी चाहिँ आज फेरि बाहिर निस्केको छौँ अनि कहाँ निस्केको छौँ भन्दाखेरि चाहिँ साथीहरू होइन हामी म सधैँ एकै ठाउँबाट निस्किने गर्छु एक पार्कमा है अनि हामी चाहिँ यहाँ बसिरहेको छौँ अब गर्मी पनि सुरु भइसकेको छ अनि वरिपरिको माहौल चाहिँ यस्तै छ है अनि हामी चाहिँ यहाँ बसेर बोलेर म चाहिँ यसो दिदीलाई पर्खिँदैछु दिदी चाहिँ गाडीमा आउँदै हुनुहुन्छ अरे साथीहरू आजको दिनभरिको ब्लग चाहिँ के कस्तो हुन्छ म कन्टिन्यू गर्ने नै छु भन्दै मेरो भिडियोलाई पुरै हेर्नु होला र हामी चाहिँ के गर्छौँ कसो गर्छौँ म भिडियो बनाउँदै जानेछु साथीहरू है बहिनी तिमीलाई कस्तो लागिरहेछ आजको एकदम खुसी लागिरहेछ होली मनाउनु भनेर आज हैन हाम्रो चाहिँ साथीहरू आज होली चाहिँ अब अस्ति नेपालमा सकिसक्यो अब हाम्रो चाहिँ आज छुट्टीको दिन चाहिँ होली खेल्ने भन्ने चाहिँ प्लानिङ गरेको छौँ दिदी म बहिनी अनि अब हेरौँ के कस्तो हुन्छ खेलिन्छ कि खेलिँदैन है साथीहरू त्यस्तै हो आजको भिडियो यस्तै रहनेछ साथीहरू हामी म चाहिँ यहाँनिर बिच छेउमा आएको छु अनि यहाँ भिडियो बनाउँदैछु सो यहाँको माहौल चाहिँ एकदम यस्तो छ आज चाहिँ मौसम एकदम क्लिन छ अनि यहाँको वातावरण मान्छेहरूको रमझम चाहिँ खासै धेरै छैन र पनि सबै आफ्नो आफ्नो ठाउँमा यहाँनिर चाहिँ बोटिङ गरिरहेछ मान्छेहरू है त पर छ बोटिङ गरिरहेछ यो रेडी गर्दै हुनुहुन्छ कस्तो मजाले गरेको है ट्रेनिङ गराएर रहेछ ए कस्तो उयो ट्रेनिङ गराएको रहेछ त नि है अगाडिकोले मादल बजाएर पुरै मोटिभेट गर्दैछन् मोटिभेट भन्दा नि त टाइम टु टाइम होला सायद अनि त्यही भएर कम्पिटिसन गर्दैछन् गयो 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 अनिसा हेर्दैछ किन जान सक्दैन हो कम्पिटिसन गयो पानी एकदम चिसो होला आज त हावा पनि चलेको छैन चिसो रहेछ पानी त को घुङ्गी आऊ हेर्नु अनिसा यहाँ घुङ्गी हेर्न हौ उयो गर्ने घुङ्गी त होला नि साथीहरू घुङ्गी यो घुङ्गी हेर्न त ए घुङ्गी होला भनेर साथीहरू अब हामी चाहिँ दिदीलाई भेट्न जाँदैछौँ दिदी उता आइसक्नु भयो अरे अनि त्यसपछि दिदीको काम होला अलिकति पार्कमा अनि त्यसपछि हामी चाहिँ खाना जानुपर्ने हुन्छ किनभने भोक लागिरहेछ अनि साथीमा भोक लागेको छैन हेलो तिमीलाई भोक लागेको छैन भने मलाई चाहिँ कस्तो भोक लागेर त्यही त भइरहेको मेरो आन्द्रा मुखहरू हो भने कि भने ल हो लु फोटो खिच्नु भएको अब हामी चाहिँ बहिनीले फोटो खिचिरहेछ अनि हामीलाई पनि भिडियो देखाउँ न भनेर भनिरहेछ अनि अझ भिडियो गर्दै गरेँ यस्तो पछाडिबाट अगाडिबाट भिडियो बनाइरहेको थिएँ देखियो कि देखेर बनाउनु चाहिँ बनाएको थिएँ अब हामी चाहिँ दिदी भएकोमा जाँदैछौँ साथीहरू है अनि म चाहिँ त्यही गरेर बनाउँदैछु भिडियो भन्दै अब चाहिँ आजको साइप्रसको माहौल चाहिँ यस्तो रहेछ होली खेल्ने नि ल्याउनु भएको साथीहरू कपडाहरू लिन सक्नुहुन्छ नेपाली कपडाहरू एकदमै अभाइलेबल छ हाफ प्यान्ट जिन्सको प्यान्ट यहाँ दिदीले बेच्नु हुँदो रहेछ अनि हामी चाहिँ भर्खर बसेर दिदी बहिनीहरू चाहिँ किन्दै हुनुहुन्छ त सबै छ के थ्रेडिङदेखि लिएर सबै कुरो चटपटे खाना पानीपुरी सबै कुरा पाइन्छ जाडो छ्याङ सबै
आज लगिदिनु भएको छ मेरो बुढोले त्यहाँ होइन आज लगिदिनु भएको छ साथीहरू हामीले दिदीलाई पनि भेटेको छ कि त सबै कपडा सपडा अर्डर गर्नुभएको रहेछ अनलाइनको अनि लिइसक्नुभयो अब हामी चाहिँ लास्टै भोक लागिसक्यो है 12 बजिसक्यो होइन अब हामी चाहिँ खाना लिन जाँदैछौँ मेरो पनि त्यहाँ खाना कतिको लाइन्छ देख्नुभयो हाम्रो राम्री दिदी त बहिनी त देखिसक्नु भएको छ अघि नै हाम्रो प्यारी बुनु सबैभन्दा सानी बुनु कति डर छ हेर्दा मात्रै सानो हामी चाहिँ खाना लिन जाँदैछौँ खाना पनि पाउने हो कि होइन थाहा छैन भोको चाहिँ लास्टै लागेको छ त्यहाँ गएर चाहिँ काठमा लिएर खानुपर्ने हुन्छ भिड छैन भने त्यहाँनिर साथीहरूलाई आज त्योसँग भेट्यो खुसी लाग्यो तपाईँ हामी त कति अस्तिचोटि भेटेको है अस्तिपाल त आएन सम्मको जुत्ता ल है साथीहरू हामीले त पुरा नमानो त हो नि है अनि जस्तो होली पनि खेलिसक्यौँ दिदीहरू लगाइदिइसक्नुभयो मैले चाहिँ सुमी दिदीको हातबाट टक्क टिका लगाएर चाहिँ यसो लगाउनै पऱ्यो भन्ने सोचेको त केही छैन रौरी लगायो सो हाम्रो होली चाहिँ नेपालमा जस्तो पिचकारी हान्दै हिँड्नु भयो मजा आउँछ है अनि त्यो रङ उडाउनु तर केही छैन हामी यो पनि इन्जोय नै गर्छौँ नेपालको हिमा पहाड तराईको होली सकिसक्यो हामी पराईको चाहिँ आज होली हुँदैछ सो साथीहरू हाम्रो होली चाहिँ हामी चाहिँ आज इन्जोय गर्नेछौँ पार्कमा गएर बहिनी अलिक बोल न तिमी यो दुईटा बुनुहरू म सबैभन्दा सिनियर यिनीहरू जुनियर हामी उस्तै हो सबै उस्तै हो म चाहिँ माउ यिनीहरू होइन त्यस्तो नभन्नु न साथी साथी भन्नु न खाना खाने जाने क्रममा होली पनि खेल्यो बाटोमै अब त्यहाँ गएर पनि हामी कलर लगाउने काम चाहिँ हाम्रो जारी रहन्छ अनि त्यसपछि पार्कमा गएर है साथीहरू अब हामी चाहिँ त्यहाँ गरेर बनाउँछौँ खाना लिएर फेरि पार्कतिर जाँदैछौँ त्यहाँ दिदीहरू पर्खिराख्नु भएको छ दिदीहरूले बहिनीले खाना जला बोकिरहेको छ मैले चाहिँ चिसो बोकिरहेको छु अनि दिदी पछाडि आउँदै हुनुहुन्छ अब हामी चाहिँ पार्कमा गएर खान्छौँ किनभने टाइम एकदमै ढिलो भइसक्यो खाना भोक लागेर बोल्न पनि सकिरहेको छैन है म चाहिँ होइन भनिदिएको मात्रै नि थपेरै खानेको खाँदा त तर यतिले पुग्छ टन्नै छ खाना केहरू चटपटी पनि खानुपर्छ नि त भरे चटपटी पनि खाँदाखेरि त ठिक्क हुन्छ ल आउनै छिटो अब हामी चाहिँ पार्कमै गएर म भिडियो बनाउँछु है साथीहरू भन्दै अब म जाँदैछु आज कौन उधर काम कर रहा है
बस्ने हो यहाँ बस्नु हुन्छ यहाँ यिनीतिर यहाँ बस्नु सक्छ हाँ उसको उधर ही करेंगे ना बड़ा रुको नहीं बोलो साथीहरु होलीको मान्छे त मेरो यस्तो छ माहौल होलीले गर्दाखेरि मेरो पनि भिडियो बनाइदिऊ ल है दिदीहरु यहाँ भिडियो बनाउनको लागि तयार हुनुहुन्छ दिदीहरु चाहिँ यहाँ भिडियो बनाउँदै हुनुहुन्छ उड्ते पतंगो रंगोमे अनि बहिनी दिदी भिडियो चाहिँ अलिकति तल झरेर यहाँ फोटो खिच्ने अरे दिदी अनि त्यो फोटो खिच्न जाँदैछौँ अगाडि अगाडि हेर्दै हुनुहुन्छ समुद्रको छेउमा बसेर फोटो खिच्नुपर्ने अवस्था आइरहेछ झर्नुहुन्छ है तल तल झर्नुहुन्छ है मेरो छैन तपाईँको क्यामेराबाट खिच्ने म त मेरो सिङ्गल मेरैबाट खिच्ने एउटा कसैकोबाट नखिच्ने अनिसा हात धुनुपर्छ होला है साथीहरु आजको भिडियो चाहिँ यस्तै भयो है अब हामी चाहिँ घर फर्किँदैछौँ अनि आजको दिन कस्तो रह्यो अनुसारको मुख धोएन तर कभर सबै हुन्छ मेरो त मुख चाहिँ हात धुने साबुनले धोएर हात धुने साबुनले धोएर पनि गयो र पनि फेरि भरे एकदम दिनले लगाइदिनु भयो फेरि आजको भिडियो चाहिँ यस्तै रह्यो र अब हामी चाहिँ घर जाँदैछौँ टाइम भयो यहाँको माहौल चाहिँ एकदमै यस्तो छ है
भन्दै हजुर अब हामी चाहिँ भन्दै म भिडियोलाई चाहिँ इन्ड गर्न चाहन्छु बाई बाई एभ्रिवान थ्याङ्क यू सो मच फर वाचिङ बाई